विद्यार्थी भाइ बहिनीहरू निकै हात भइरहेका देखिरहेका छौँ। साँच्चै आज रातिसम्म हामी सँगै सुनेका आज बिहानसम्म घर जाँदा पनि सबैजनालाई गर्न छ भनेर सँगै हात समातेर हिँडेका साथी कसैमा पनि आज सँगै बसौँ न भनेर सँगै एउटा बेन्चमा बस्ने साथी बाटोमा हिँड्दा पनि योभन्दा लगभग मैले जुन 2010 सालमा माध्यमिक शिक्षा उत्तीर्ण गरेका थिएँ, परीक्षा दिएका थिएँ, त्यो दिन हामीले पनि यसरी तपाईँहरूको जस्तो आफ्नै आमाको हातबाट आफ्नै बाउको हातबाट यसरी आशीर्वाद दिन पाएको भए झनै कस्तो हुन्थ्यो होला, त्यो दिन मेरो लागि के हुन्थ्यो होला। पक्कै पनि म अहिले पनि सम्झिन भन्न सक्ने शक्ति तपाईँलाई मिलोस् भनेर हामी तपाईँलाई आशीर्वाद दिँदछौँ। विशुद्ध यस घडीमा म सबैसँग यति मात्र भन्न चाहन्छु, दूरीले शरीर बनाउन सक्छ, टाढा बनाउन सक्छ, तर मन र माया कहिले पनि टाढा बनाउन सक्दैन। अनि दूरीको साथले शरीर चाहिँ टाढा हुन सक्छ। तपाईँको लागि तपाईँले यो गाउँको खुसीको लागि, तपाईँले आफ्नो बुवा र आमाको सपना किन्नको लागि, तपाईँले आफ्नो सपनालाई सागर पार्नको लागि तपाईँ आज एकदम बहुमूल्य छ यो चिज चाहिँ। त्यसैले तपाईँले यहाँसम्म नछोड्नु होला, किनकि तपाईँ यसरी दुःखी हुनुपर्ने अवस्था नै छैन। तपाईँ खुसी भएर हाँसेर जानु होला, म भोलि यो ठाउँको लागि सक्षम व्यक्ति भएर यही ठाउँमा सेवा गर्नेछु भन्ने आँट चाहिँ तपाईँले दिनु होला, तपाईँ दिएर जानु होला। अनि हामी शिक्षकहरूको तर्फबाट तपाईँलाई यस्तै खालका आशीर्वादहरू दिन सक्छौँ, किनभने तपाईँको खुसी नै हाम्रो खुसी हो, तपाईँको पहिलो खुसी नै हाम्रो खुसी हुनेछ र तपाईँले गर्नुभएको सङ्घर्षबाट चाहिँ तपाईँले सफलता पाउनुहुनेछ। अनि त्यसैले तपाईँ निराश नभइकन तपाईँ दमदारका साथ तपाईँको चाहिँ आत्मबललाई चाहिँ सम्हालेर तपाईँले आफूलाई चाहिँ बलियो बनाउनु होला। त्यति बेला आफ्ना साथीहरूद्वारा चाहिँ यहाँ शुभकामना एवं माला लगाएर अनि अफिर लगाएर चाहिँ शुभकामना दिने कार्यक्रम भइरहेको छ। अनि अर्कामा चाहिँ हामीले भावुक भएको पनि हामी देख्न सक्छौँ। म चाहिँ यो के भन्छु भने यो तपाईँहरूको लागि यो भाग्यमानीको समय, भाग्यमानी हुनुहुन्छ तपाईँहरू चाहिँ एकदम भाग्य लिएर आउनुभएको छ। किनभने आफ्नै गाउँठाउँमा बसेर आफ्नै मम्मीसँग बसेर आँटो पिठो खाएर तपाईँले माध्यमिक शिक्षाको परीक्षा दिन पाउनु भनेको तपाईँको लागि सौभाग्यको कुरा हो। यो सौभाग्यलाई तपाईँले पक्कै पनि खुसीमा परिणत गर्नुहुनेछ। आज यो दुःखको क्षणलाई तपाईँले खुसीमा परिणत गर्नुहुनेछ र तपाईँको यो रुवाईले, तपाईँको यो दुःखीले, तपाईँको यो आँसुले यो ठाउँमा परिवर्तन ल्याउनुहुनेछ, यो ठाउँलाई नयाँ गति दिनुहुनेछ भन्ने कुरामा हामी पुनः विश्वासमा छौँ। जसरी आज चाहिँ अङ्गमाल साथी बीच भएको मित्रता छ, त्यसरी नै भोलिको दिनमा पनि यो ठाउँमा आएर यो समाजसँग, यो ठाउँसँग, यो विद्यालयसँगको सम्बन्ध तपाईँले त्यस्तै गरेर तपाईँ अरूसँग पनि छ भने विद्यार्थी भाइ बहिनी सबैजना आएर माला लगाइदिन म अनुरोध गर्दछु। हामीलाई बिछोडले हामीलाई आफ्नो गन्तव्यतर्फ अघि बढाउन प्रेरित गर्नेछ। साँच्चीकै यो एसएससी भनेको चाहिँ तपाईँको लागि यो गन्तव्य निर्माणको तपाईँको भविष्य निर्माणको एउटा बाटो हो, यो एउटा चाहिँ सुरुवात हो। तपाईँले अब यो एसएससी यानि कि माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरिसकेपछि तपाईँ आफ्नो गन्तव्यमा लाग्नुहुनेछ, आफ्नो चाहिँ भविष्यतर्फ चाहिँ तपाईँ जानुहुनेछ। त्यसपछि सधैँ जस्तो चाहिँ यो पहिलेको जस्तो चाहिँ भेट पक्कै पनि हामी नहोला, यसमा हामी दुखी नै छौँ। तैपनि भनिन्छ नि बिछोड अन्त्य होइन, बिछोड भनेको नयाँ यात्राको सुरुवात हो। बिछोड भनेको हाम्रो लागि अन्त्य होइन, यो भनेको नयाँ चिज सिक्ने हाम्रो यात्राको सुरुवात हुनेछ। अनि प्रिय भाइ बहिनीहरू, यो विदायका हरेक क्षणहरू चाहिँ तपाईँ हाम्रो लागि सम्झना योग्य बनिरहोस् अनि जीवनका सबैभन्दा सुन्दर यादहरू हुन पुगोस्। अनि कहिले पनि नबिर्सने ती दिनहरू र हाँसोहरू, कहिले कहीँ का आँसुहरू पनि आज हामी अत्यन्तै प्रिय लागिरहेका छन्। ती आँसुहरू अनि ती दिनहरू पनि आज हाम्रो लागि निकै प्रिय अनि निकै मायालु बनिरहेको अवस्थामा छ। साँच्चीकै तपाईँ सधैँ सँगै